म जन्मिएको गाउँको अवस्था अहिले यस्तो छ, सुनसान। यो गाउँमा अहिले कोही पनि बस्दैनन्। पुराना घरहरू भूत बङ्गालाका रूपमा देखिन्छन्। पुराना घरहरू, केराघारीहरू अझै छन्, भर्खर छोडेका घरहरूमा केराघारी। पुरै घरहरू छेकिएका छन्, पारी घरहरू छन्, पुरै घर छेकिएका छन्। र यहाँ कुसुमपानी कृषि उद्यमले चाहिँ यो सुन्तला खेती गरेको छ। सुन्तला खेती राम्रो देखिएको, आकर्षक देखिएको छ र यसले फेरि गाउँमा केही रौनक ल्याउँछ कि भन्ने आशा गरौँ। यो चाहिँ निकै आकर्षक छ। यसका यो उद्यम सञ्चालन गर्नुहुने र यसमा लगातार खट्नुहुनेलाई धेरै धन्यवाद छ। यो गाउँ बाटो, यहाँ बाटो आएको छ, बिजुली आएको छ। गाउँको बिचमा यहाँ देखिन्छ सोलर जडित अलि माथि डाँडामा पानी लगेको छ। यहाँ ठुलो पानीको मुहान छ। यसमा खासै अभाव, यहाँ राम्रो फाँट, धान खेतको फाँट थियो। यहाँ अभाव केही थिएन, तर विकास पछि मान्छे बसाइसराई अघि हुनको कारणले यहाँ पुरै सुनसान भयो। यहाँ टाढा देखिएको छ म पढेको स्कुल र यहाँबाट देखिने हिमाल, यो हिमचुली, न्याङ्चुली, मनासलु, लमजुङ हिमाल, यो प्रष्टै देखिएको छ। यो असाध्यै आकर्षक देखिन्छ हाम्रो गाउँबाट। पारी यो भारतीय पारीको अति टाढो राइनसकोट,